ओके स्टुडेन्ट्स अफ क्लास 5 आज चाहिँ ट्युसनको सेकेन्ड क्लास। हिजोको क्लासमा हामीले चाहिँ टाइम च्याप्टर टाइमको हामीले चाहिँ पढेको हैन कन्भर्जन। र आज त्यसो भए हामी टाइमको नपढेर चाहिँ आज हामी के पढौँ भन्दाखेरि फ्र्याक्सनमा हामीले चाहिँ फ्र्याक्सनको आज हामीले इक्विभ्यालेन्ट भन्ने टपिक चाहिँ पढ्छौँ। इक्विभ्यालेन्ट फ्र्याक्सन यो इक्विभ्यालेन्ट फ्र्याक्सन भनेको हरेक एक्जाममा 2 नम्बर फिक्स हुन्छ। हरेक एक्जाममा यो जाने भने हामी चाहिँ 2 मार्क्स फिक्स हरेक एक्जाममा। एकदमै सिम्पल छ यो, हामीले चाहिँ यसले जान्नै पर्ने हुन्छ र एकदम सिम्पल तरिकाले हामीले अहिले चाहिँ अब जान्छौँ। अब हेर्नु यहाँ र एउटा मैले एक्जाम्पल दिन्छु, बुझाउँछु त्यसले राम्रोसँग अनि त्यसपछि तपाईहरुले चाहिँ मैले क्वेशन दिन्छु अनि त्यही गर्नु होला। ल एउटा एक्जाम्पल हेरौँ हामीले चाहिँ। ल मानौँ त एउटा फ्र्याक्सन चाहिँ 5/2 हुन्छ। 5/2 छ यहाँ। अब 5/2 यो फ्र्याक्सन हाम्रो चाहिँ माथिको के हो त न्युमिनेटर, तलको के हो डिनोमिनेटर हैन। यस्तै फ्र्याक्सन दिएको हुन्छ। अनि क्वेशन कस्तो आउँछ त भन्दाखेरि क्वेशनमा हाम्रो चाहिँ मानौँ चाहिँ क्वेशन यस्तो दिन्छ है। ल हेर्नु भन्छ यहाँ राइट 3 इक्विभ्यालेन्ट फ्र्याक्सन अफ गिवन फ्र्याक्सन भनेपछि यो भनेको के हो त भन्दाखेरि चाहिँ दिएको फ्र्याक्सनको 3 वटा इक्विभ्यालेन्ट फ्र्याक्सन लेख्न छ हामीले। अब इक्वि भनेको के हो त इक्वि भनेको इक्वल हो, इक्वल भनेको बराबर। ल हामीले चाहिँ एउटा एक्जाम्पल जुन लेख्यौं त्यो के थियो भन्दाखेरि 5/2। अब 5/2 को हामीले चाहिँ के लेख्ने हो त इक्विभ्यालेन्ट फ्र्याक्सन, त्यो पनि कतिवटा 3 वटा। ल ए नम्बरको क्वेशन हो हाम्रो चाहिँ। ल अब यसको सल्युसन गर्नलाई हामीले चाहिँ तीनटा हामीले यसले इक्विभ्यालेन्ट चाहिँ फ्र्याक्सन लेख्न पर्यो भने हामीले चाहिँ 5/2। अब यसमा हामीले चाहिँ इक्वल भनेको बराबर भनेपछि तल र माथि हामीले बराबर अंकले के गर्ने मल्टिप्लाई गर्ने। माथि मैले यदि 2 ले मल्टिप्लाई 1 ले नगर्नु होला, चाहिँ 1 ले यदि गर्नुभयो भने 5 मतलब जे को त्यही हुन्छ। त्यही भएर चाहिँ 1 ले गरेर 1 ले मल्टिप्लाई गर्दाखेरि केही पनि फरक आउँदैन त। त्यही भएर चाहिँ 1 ले नगरेर हामीले 2 देखि गर्छौं। 2 ले एकचोटी मल्टिप्लाई गर्ने मैले, अनि त्यसपछि 5/2 लाई एकचोटी मैले 3 ले मल्टिप्लाई गर्दिए, तलमाथि सेम र अर्को चाहिँ फेरि 5/2 ले मैले 4 ले मल्टिप्लाई गर्दिए, 4 ले 4 4। अब हेर्नु त एउटा दुईटा 3 वटा भयो, अनि 4 वटा भनेपछि 5 ले मल्टिप्लाई गर्दिने, 5 वटा भयो भने 6 ले मल्टिप्लाई गर्दिने। र अब चाहिँ हामीले हेर्नु त 5 2 जा 10, 2 2 जा 4 एउटा भयो। अर्को 5 3 जा 15, 2 3 जा 6, अर्को चाहिँ 5 4 जा 20 र 4 2 जा कति हुन्छ 8। तीनटा इक्विभ्यालेन्ट फ्र्याक्सन हाम्रो के भयो, एउटा 10/4, एउटा 15/6 र एउटा 20/8। यो के को इक्विभ्यालेन्ट फ्र्याक्सन हो त भन्दाखेरि चाहिँ 5/2 को। इजी छ हैन यो, सकिन्छ गर्न। नबुझेपछि यही रिपिट गरेर चाहिँ एकचोटी दुईचोटी हेर्नु होला, अनि त्यसपछि राम्रोसँग बुझेर गर्नु होला। यति सिम्पल गर्ने हो हामीले। यदि 3 वटा इक्विभ्यालेन्ट फ्र्याक्सन यदि निकाल्न भने चाहिँ हाम्रो 3 मार्क्स हाम्रो आउँछ, उतिखेरै आउँछ। यदि 2 वटा निकाल्न भनेछ भने 2 मार्क्स आउँछ। र यो चाहिँ हरेक एक्जाममा आउँछ यो। त्यही भएर चाहिँ यसलाई एकदमै राम्रोसँग हेर्नु होला। र म अब चाहिँ केही यसको होमवर्कहरु दिन्छु, त्यो गर्नु होला। सिम्पल छ, 2 मिनेटको भिडियो छ, राम्रोसँग हेरेर अनि त्यसपछि गर्नु होला। ल मैले यो क्वेशन सेमै राखे राइट 3 इक्विभ्यालेन्ट फ्र्याक्सन अफ गिवन फ्र्याक्सन। र अब चाहिँ क्लास वर्क अथवा चाहिँ होमवर्क चाहिँ मैले दिन्छु, त्यो गर्नु होला। ए नम्बरमा मैले राख्दिए 2/3, यसको 3 वटा इक्विभ्यालेन्ट फ्र्याक्सन निकाल्ने। अनि त्यसपछि बी नम्बरमा 5/3, सी नम्बरमा 4/3, डी नम्बरमा 5/6 र ई नम्बरमा चाहिँ 3/4 गरिदिन्छु। ल एउटा दुईटा 5 वटाको 3-3टा चाहिँ के निकाल्ने त इक्विभ्यालेन्ट फ्र्याक्सन निकाल्ने र क्लास वर्क चाहिँ गरेर आउनु होला। ल थ्यांक्स फर वाचिङ। राम्रोसँग पढ्नु होला, एक्जामको तयारी गर्नुस्। ल